धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 9 का असहाय तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ। युवा नेता एवं नेकपा एमाले धादिङका पूर्व जिल्ला कमिटी सदस्य नवीन धमलाले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न सामग्री सहयोग गर्नु भएको हो। धमलाले नीलकण्ठ नगरपालिका वडा नम्बर 9 भित्रका 14 घर परिवारका लागि दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामग्री वितरण गर्नु भएको हो। वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा रहनु भएका धमलाले नेकपा एमाले नीलकण्ठ 9 नम्बर वडा कमिटीका अध्यक्ष नन्दबहादुर गुरुङ मार्फत सहयोग प्रदान गर्नु भएको हो। गत निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष पदका उम्मेद्वार समेत रहनु भएका धमलाले विदेशमा रहेर पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आउनु भएको छ। सानो सहयोगले पनि कसैलाई ठूलो राहत मिल्न सक्छ भन्ने मनासैले सहयोग उपलब्ध गराइएको धमलाले धादिङ अपडेट.com सँग भन्नुभयो। सहयोग सामग्री हस्तान्तरणमा नेकपा एमाले नीलकण्ठ नगर कमिटीका अध्यक्ष काजी श्रेष्ठ, सचिव राजराम पाठक, नीलकण्ठ नगरपालिका 9 नम्बर वडा कमिटी अध्यक्ष नन्दबहादुर गुरुङ, नेकपा एमाले धादिङका पूर्व जिल्ला कमिटी सदस्य दुर्गा दुवाडी, नवराज दुवाडी लगायतका स्थानीयहरूको उपस्थिति रहेको थियो।